रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, 3 जना घाइते। दर्शकवृन्द, रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जीप चालक रोल्पा सुनसरी गाउँपालिका वडा नम्बर 5 का 32 वर्षीय ठमन रोका मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। आज राति 9:50 को समयमा रोल्पा सुनिल स्मृति गाउँपालिका 4 धुलेओडार भन्ने स्थानमा बोलेरो पिकअप जीप दुर्घटना भएको थियो। सुलिचौर रोल्पाबाट किलाचौर रोल्पा जाने भित्री सडक खण्डमा किलाचौरबाट सुलिचौरतर्फ आउँदै गरेको ठमन रोका मगरले चलाएको लु 2 च 80-15 नम्बरको बोलेरो पिकअप जीप बाटोबाट अन्दाजी 300 मिटर तल खस्न गई दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अनिल कुमार चौधरीले दिएको जानकारी अनुसार जीपमा चालक सहित 2 जना पुरुष, 1 महिला र अन्दाजी 4-5 वर्षीय एक बालिका गरी 4 जना सवार थिए। दुर्घटनापछि चालक गम्भीर घाइतेलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा ल्याइएको थियो। चालकलाई डाक्टरले बिहान करिब 3 बजेको समयमा मृत घोषणा गरेको थियो। लुङ्ग्री गाउँपालिका वडा नम्बर 7 हार्जङका 40 वर्षीय खिमबहादुर पुन, लुङ्ग्री गाउँपालिका 4 सालडाँडाकी 27 वर्षीय भावना गिरी र भावनाकी छोरी अन्दाजी 4 वर्षीय शान्ति गिरीलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटौलमा रिफर गरिएको प्रहरीले जनाएको छ।